तिमीलाई उत्थानसम्म साझा घर हाम्रो। सम्पूर्णमा नमस्कार। हाम्रो म्युजियम चिन्डो हाउसको आकार यो खालको आइसकेको छ। हात्ती पहिले सबैतिर राखिसकेको जानकारी गराउन चाहन्छु। यो सम्पूर्ण हाम्रो जिमेराई सामु यस्तो भइसकेको छ है त। अहिले चाहिँ यो चिन्डोको हाम्रो चिन्डो हाउसको आकार यो खालको भइसकेको छ। यतिसम्म आउँदैछ अहिले। तलको फाउन्डेसन सकिएर पनि पिलर धमाधम लाउँदै हुनुहुन्छ। यहाँ पनि तीव्र गतिमा काम भइरहेको छ। अहिलेसम्म चाहिँ 10 वटा चाहिँ पिलर डिपिसी मुनिको पिलर लगाइसकेको छ। अरू बाँकी 10 वटा बाँकी नै रहेछ। जम्मा 20 वटा पिलर आएको मध्येमा है त। सम्पूर्ण यो चिन्डोको चाहिँ आकार यतिको आइसकेको छ। माटो मुनिको फाउन्डेसन धमाधम लाउँदै हुनुहुन्छ। ल है त। हाम्रो यो चिन्डो हाउसको आकार अहिलेसम्ममा यतिको आउँदैछ। भन्दै फेरि अर्को भिडियोमा भेटौँला। हवस् त जय जिमी। सम्पूर्णमा नमस्कार भन्दै बिदा चाहन्छु यो भिडियोबाट। धमाधम काम यति हुँदैछ भनेर चाहिँ यो भिडियो ल्याइरहेको छु। सुरुमा आज वैशाखको 21 गतिको सम्मको चाहिँ 82 एक महिना 21 गतेसम्मको चाहिँ काम यतिसम्म आइपुग्यो र पानी नि धमाधम परिरहेको छ। यो हाम्रो चिन्डो हाउसको चाहिँ आकार यो खाले भइसकेको छ। ल यसको पनि चाहिँ भिडियो यो फाउन्डेसनको भिडियो फेरि पनि आज लिँदैछु। ल यो आकारको भइसकेको छ है त।
करिब करिब अब चाहिँ चिन्डको आकार आइसकेको छ है त सम्पूर्ण जिमी दाजुभाइ दिदीबहिनी सामु र सबैजना हाम्रो अभिभावकजीहरू सामु चाहिँ यो भिडियो चाहिँ तपाईँहरू सामु ल्याइरहेको छु। अहिले यो आकारको भइसकेको छ ल यस्तो भएको छ। अब यो तलको एल आकार जस्तै यो मुनि खाली देखेको भाग चाहिँ सोलिङ गरेको भागबाट त्यहाँबाट सिधै त्यहाँ गाडेको छ, त्यहाँबाट त्यो पर ठ्याक्क यो देखिने यो 3 कुने भित्र गाएर लाउनु बाँकी छ। त्यस पछाडि चाहिँ ठ्याक्कै चिन्डोको आकार आउनेछ। यो फाउन्डेसन यो खालको छ र भन्दै तलपट्टि हाम्रो बहुद्देश्य सभा हल भित्र पनि धमाधम काम भइरहेको छ। त्यहाँको पनि म तपाईँहरूलाई भिडियो देखाउँदैछु। आज खास गरी प्लास्टर हुनुपर्ने त्यो वायरिङको चाहिँ मेन पाइपहरू चाहिँ लाउनु पर्ने भएकोले गर्दा त्यहाँ त्यो पाइप लाउँदै हुनुहुन्छ। भोलिबाट चाहिँ प्लास्टर हुने कुरा छ भन्दै यहाँको भिडियो क्लिप्स यतिसम्मै अन्त्य गर्छु र तलको पनि म भिडियो तपाईँहरूलाई देखाउने नै छु भन्दै यो भिडियोबाट चाहिँ बिदा चाहन्छु। जय जिमी, हस्त।